हेलो एभ्रिवान। आज चाहिँ तपाईहरुलाई म एउटा है हाम्रो एउटा साउथ सिक्किमको एउटा ब्युटिफुल प्लेसको छोटो एउटा ब्लग्स बनाएर है तपाईहरुको माझमा पस्काउन गइरहेको छु है। आई होप तपाईहरुलाई के कस्तो लाग्छ है, तपाईहरुले लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् है। र यदि मन परेमा है तपाईहरुले मेरो पेजलाई यदि सपोर्ट गर्न चाहनुहुन्छ भने तपाईले काइन्डली शेयर गरिदिनुहोस् है भिडियोलाई, सो दैट है मलाई राम्रो राम्रो कन्टेन्ट्सहरु बनाउने है एकदमै इन्स्पिरेसन मिल्छ है। हेर्दै जानु होला है। र यो चाहिँ हामी जस्ट अब पुगेर है यहाँनिर एन्ट्री टिकट लिनुपर्छ। तपाईको पर हेड इच 30 रुपैयाँ पर्दो रहेछ है। र टिकट लिएर ड्रेस लाउनु न, यतापट्टि चाहिँ ड्रेसहरू पाउँदो रहेछ, गुरुङ ड्रेस भन्नुहुँदैछ है। र यो उँभो जाने सिडी, यहाँबाट तपाईको गार्डन आई लभ तिमी भन्ने जग्गामा पुग्दो रहेछ है। यो जुन लेखेको बोर्डको त्यहाँनिर पुग्छ। र त्यहाँ गएर है यसो फोटोसोटो खिच्ने प्लान थियो है। र यो जाने बाटोमा पनि तपाईको एकदमै राम्रोसँगले है म्यानेजमेन्ट गरेको रहेछ है। यो डस्टबिन जस्तो देखिन्छ हेर्दा चाहिँ, तर यहाँनिर फुल रोपेको रहेछ है। यो चाहिँ यतापट्टिको जग्गा बीचबाट, जुन गार्डनको बीचबाट भिडियो गरेको है। र एकदमै राम्रो छ यो जग्गा। अहिले त तपाईको त्यो चेरी फुलेको छैन रहेछ। अब चेरी फुलेपछि चाहिँ तपाईको एकदमै यहाँनिर खचाखच हुन्छ भनौँ न है। सो तपाईहरु यदि आउनु चाहनुहुन्छ भने है, यो तपाईको सिङतामबाट जस्ट तपाईको 30 मिनट्स 30 या 40 मिनट्स लाग्छ। तपाईको बाटो पनि एकदमै राम्रो छ है। तपाईहरु आउन चाहनुहुन्छ भने एकदमै पिसफुल र एकदमै के भन्नु है, प्रकृतिको देन पनि होला, एकदमै राम्रो छ है। सो तपाईहरुलाई देखाउनु थियो है। हुन त प्राय तपाईहरुले घुमिसक्नु भएको छ होला है। तपाईहरु आएर अनुभव गरिसक्नु भएको छ होला। र पनि तपाईहरुलाई एउटा रिकल जस्तो है, रिसेन्टली यहाँनिर तपाईको चेरी फुलेको टाइममा एकदमै फेमस भएको थियो जग्गा है। र अहिले तपाईको रेडी हुँदो रहेछ है। चेरी नेपालीबाट पयौँ भन्छ। र यसको दानाहरू फलेको रहेछ है। र यसरी घुम्दै घुम्दै हामीले एक राउन्ड लगाइसकेको छौँ है। र अब अलिकति समयले पनि है डाँडा काटेको जस्तो छ। र हामी चाहिँ अब अलिकति चियाहरू खाएर अब चाहिँ फर्किने प्लान हुँदैछ है। र यो अगाडिपट्टि यो जति पनि यहाँ बगानबाट चिया उब्जनी हुन्छ त्यहाँनिर सेल हुँदो रहेछ। र यो अगाडिपट्टि उँभोपट्टि क्याफेटेरिया, खाजा साजा पाउँछ है, छाजा चियाहरू। र यो फुल सेल गराइरहेको होला सायद, मजा मजाको फुलहरू रहेछ। अनि हाम्रो दिदीहरू, हाम्रो टिमहरू चाहिँ अघि के खाने बसिसक्नु भएको रहेछ है। कफी ए अहिले यत्रो खाएको के खाने भन्दाखेरि चिया खाने भन्नुहुँदैछ। र चिया खाने जस्तो तपाईको यहाँको माहौल छ, किनकि अलिक चिसो चिसो छ है। र यहाँ घोडा पनि छ, साइडिङ पनि हुन्छ। र कफी आइसकेको छ। अब कफी खाएर चाहिँ हामी यहाँबाट फेरि घरतर्फ लाग्दैछौँ है। सबैजनाले कफी टेस्ट गर्दैछ। र आफ्नो आफ्नो कफी हातमा कफी आइसकेपछि कोही पनि बोल्न छोडिसकेको छ।
सिर्फ कफीलाई मात्रै दिनुहुन्छ ठिकै अफकोर्स। आजलाई यति नै है। थ्याङ्क यू सो मच।